कफीको बिरुवा चाहिँ यसरी रोप्नुपर्छ। मेहनत चाहिँ धेरै नै लाग्छ तर राम्रो हुन्छ बिरुवा, रमाइलो हुन्छ, काम गरेर खानलाई आनन्द आउँछ। बिरुवा चाहिँ यस्तै हो कफीको। सबैजनाले कफी खेती गरौँ साथी हो, जग्गाहरू बाँझो छ। मैले बिरुवा बनाएको छु, अरड गर्नु होला अर्को सालको लागि। यो सालको लागि पनि अलिअलि अझै बिरुवा छ गत सालको। अब यो बिरुवा चाहिँ अर्को सालको लागि यसरी रोप्नुपर्छ। यो 18 महिने बिरुवा भने चाहिँ यिनीहरूलाई भन्छ। फागुनतिरै राखेको हुन्छ, फागुन चैततिर। अनि फागुन चैत वैशाखसम्ममा राखिसकेको हुनु पर्यो। अनि त्यसबाट ब्याडबाट उखालेर लिएर आएर पोली ब्यागमा माटो मल बालुवा मोलेर राखेको नि यो थुप्रै भयो। जस्तै यो कफीको बिरुवा सार्नलाई हामीले अगाडि नै खाल्टा खन्छौँ नि त, त्यस्तै गरी मैले यो माटो पनि 1 महिना अगाडिदेखि मोलेर मल माटो बालुवा मोलेर थुप्रो लाएर राखेर छोपेर राखेको थिएँ। अनि त्यही बिरुवा पोली ब्यागमा भरेर त्यही माटो अनि चाहिँ यो बिरुवा सार्दैछु। सबैजनाले कफी खेती गरौँ। बाँझो जग्गा छ, गाउँमा मान्छे छैनन्, खेतीपाती गरेर फाइदा हुन्न। अहिले कफीको चाहिँ योभन्दा अगाडि चाहिँ मार्केट मैले बिरुवा सुरु गर्दा चाहिँ सबै बोटहरू काटेर फाल्ने चलन थियो। यो बिक्री नभएर खान नजानेर म आफैले पनि कफी 3-4 पाथी कफी खलमा कुटेर अनि केही गर्दा नि खान मिठो नहुने जानेको थिएन। अनि त्यसपछि चाहिँ अनि जानियो। जानेपछि अहिले कफीको मार्केट एकदम राम्रो। फेरि यो शुद्ध अर्ग्यानिक, विषादी रहित, रासायनिक मल रहित। रासायनिक मल पनि हाल्दैनौँ हामी कफीको लागि चाहिँ। अनि विषादीहरू पनि यसमा प्रयोग गर्दैनौँ। ब्याडमा चाहिँ किरा लाग्ने सम्भावना चाहिँ हुन्छ, त्यो जरा काट्छ खुम्रे किराले। बिरुवालाई चाहिँ अलि असरै गर्छ। गरे पनि अब जति बाँच्छ त्यति मात्रै रोप्ने गरेको छु। माटो अलि राम्रो बनाएर माटो पनि बफाएर बिउ राख्छ। यो त भाग छ। त्यसपछि अब अर्को असारको लागि चाहिँ बिरुवा मजाले 8 पाते हुन्छ। म अर्को भागमा फेरि देखाउँछु साथीहरूलाई। म महिनै पछि धारावाहिक कस्तो हुँदो रहेछ बिरुवा। अहिले चाहिँ यो सारेको हो। लाइक कमेन्ट सेयर गरिदिनु होला साथीहरू। हेलो साथी, मेरो नर्सरी फार्म कुयल नर्सरी